राष्ट्रिय स्वतन्त्र पार्टीमा चिया बेच्ने छन्, जुत्ता बेच्ने छन्, चामल बेच्ने छन्, सामान्य डोकोको भाँडाकुँडा बेच्ने छन्। तर कांग्रेसमा हेर्यो भने कोही देश बेच्ने छन्, कोही आमा बेच्ने छन्, कोही बालुवाटार बेच्ने छन्, कोही व्हाइट बडी नै बेच्ने छन्। प्लेन चढ्दाखेरि चक्लेट खाने हो, सिंगै प्लेन नै खानेहरू छन्। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा चिया बेच्ने छन्, जुत्ता बेच्ने छन्, चामल बेच्ने छन्, सामान्य डोकोको भाँडाकुँडा बेच्ने छन्। तर कांग्रेसमा हेर्यो भने कोही देश बेच्ने छन्, कोही आमा बेच्ने छन्, कोही बालुवाटार बेच्ने छन्, कोही व्हाइट बडी नै बेच्ने छन्। प्लेन चढ्दाखेरि चक्लेट खाने हो, सिंगै प्लेन नै खानेहरू छन्। त्यहाँ महालेखा परीक्षकको काम भनेको सम्बन्धित कार्यालयले गरेको बदमाशीलाई कानुनी प्रक्रियाबाट चट्ट मिलाएर लेपन लगाइदिने भन्दा अर्को काम देखिया छैन। तपाईँ हात मिलाउने, कागज मिलाउने, आँखा मिलाउने, भाका मिलाउने भन्दा अरू काम भएको छैन। हात मिलाउने, कागज मिलाउने, आँखा मिलाउने, भाका मिलाउने। ऋण लिएर जाँड खायो भने त्यो गलतै भयो। हामी ऋण लिएर जनताले घिउ खुवाउँछौँ भने नराम्रो के भयो त्यसो? छनाछता डाक्टर स्वर्णिम वाग्लेलाई अहिले यतिसम्म के यसो हेर्नुहुन्छ उहाँहरू, यो पानीको नि चाहिँ रस्सो हुनुपर्ने दीर्घ भयो, दीर्घ हुनुपर्ने रस्सो भयो भनेर यसको शुद्धाशुद्धि मिलेन भने नि खोजिरहनु भयो। नेपाली भाषा परीक्षा दिन आएको होइन। व्यक्तिगत रूपमा डाक्टर स्वर्णिम वाग्लेमाथि गरिएको टीका टिप्पणी र जसरी लालछना लगाइएको छ, नाक कहाँ पर्छ भनेर छानबिन समिति बनाउन जरुरी छैन, नाक यहीँ पर्छ भन्ने कुरा सबैलाई जानकारी होस्।